हरिबापी सकृता जोजलपा आदरणीय सभापति महोदय प्रमुख अतिथि लक्ष्मीदास मानवजी मानवाधिकार आन्दोलनका सहयोगका सहकर्मी मित्रहरू मेरो चाहिँ यस्तोमा चाहिँ रुनी हाम्रो दुर्गालाललाई के भन्नुहुन्छ भने मेरै अगाडि पनि भन्नुभयो दुर्गालाल श्रेष्ठ म कविता लेख्ने कर्मरतमा चाहिँ कविता रुनी म धेरै पटक हेरेको छु धेरै समस्या भइरहेको हजुर यो मानवाधिकार आन्दोलन विशेषमा अब मेरो चाहिँ केही वर्षको सहभागिता भन्नुपर्यो त्यसमा चाहिँ अब यहाँ उपस्थित सबै जसो मित्रहरू सहयोगताको रूपमा सहधर्मीको रूपमा सहकर्मीको रूपमा काम गरौँ अब मेरो चाहिँ बिर्सने बानी भइसक्यो तर साथीहरूले धेरै कुरा सम्झाइदिनु मैले चाहिँ कल्पनै नगरेको मैले त्यस्तो गरेँ होला त्यस्तो भने होला भन्ने समेत नलागेका कुराहरू पनि सुनाउनु तपाईँहरू सबैलाई धन्यवाद। अनि मेरो स्वभावकै सम्बन्धमा पनि जस्तो अब नबोल्ने अनि पटक यो विदेशीहरू भएकै ठाउँमा पनि नबोलेर बस्ने अनि मेरो बारे चर्चा भयो भने आने गुड लिसनर भनेर भन्नु एकदम राम्ररी सुन्ने बोल्ने मात्रै भएर हुँदैन होइन कुनै सभामा सुन्नेहरू पनि चाहिन्छ तो आने गुड लिसनर भन्ने त्यस्तै मैले फिलै गर्न नसक्ने जस्तो आज पनि मेरो बारे चाहिँ धेरै ठुल्ठुला कुरा भयो अब मेरो त्यो विशेषता हो कि कमजोरी हो कि मैले चाहिँ फिलै गर्न नसक्ने जस्तो अहिले नि तपाईँले भन्दाखेरि मैले त यस्तो पनि गरेको तर मैले कहिल्यै पनि फिल हुँदैन मैले त्यस्तै कुरा गरेको जस्तो 40 सालको आन्दोलन काङ्ग्रेस कम्युनिस्ट मिलाएको भनेर भन्छन् होइन अथवा के शान्ति एकदम फेरि नहुने जहिले पनि कमनर जस्तो सर्वसाधारण भन्छ नि जस्तो म राष्ट्रिय पञ्चायतको चुनावदेखि धेरै मत थिएँ तर म जहिले पनि एक्लै लोरो सिंहदरबार होइन साथीहरूलाई दुःखै नदिने अरू बाहिर जिल्लाबाट आउनेहरू त 7-8 अघि पछाडि राखेको छ अहिलेसम्म पनि केही भएको छ हतियार उठाउनु पर्छ अनि हाम्रो चाहिँ साथीहरूलाई चाहिँ मेरो बारे पनि सोध्छ कमलाई चाहिँ मानवताका कमलाई शान्ति आन्दोलनमा तर भाषण गर्दाखेरि हतियार उठाउनुपर्छ जस्तो मैले एउटा सानो उपन्यास लेखेको थिएँ हाम्रो कवि श्रीचरण श्रेष्ठजीले मलाई बराबर हे पद्मरत्न तिमीले एउटा उपन्यास लेख्नुपर्छ भन्नुहुन्थ्यो मलाई थाहा छैन किन भन्नुभयो तर मैले चाहिँ एउटा सानो उपन्यास लेखेको थिएँ त्यसमा एउटा बुढो मुसलमान है टोलमा चाहिँ अब यताउति छ उसको एउटा वाक्य मलाई सबभन्दा मन परेको मैले त्यो उपन्यास त्यो 10-15 मिनटमा पढ्न सकिने उपन्यास हो त्यसमा एउटा डायलग छ त्यो बुढो मुसलमान गोल दौड गरिरहन्छ ऊ के भन्छ भने त्यो अन्याय अत्याचारको विरुद्ध कसैले हतियार उठाइदियो भने अल्लाह खुसी हुनेछ यस्तो डायलग मैले आफैले लेखेको होइन पटक पढेँ सबभन्दा मलाई मनपर्ने डायलग भनेको थियो अन्याय र अत्याचारको विरुद्ध कसैले हतियार उठाइदियो भने अल्लाह खुसी हुनेछ भनेको लेखेँ त्यस्तै माओवादी जनयुद्धकै सिलसिलामा पनि खालको भाषण गर्न चाहन्थेँ म एकदम डाइरेक्ट म उता पनि क्रान्तिकारी भएर बस्नु भएसम्म पनि भन्नु कारण मैले संक्षेपमा भन्नु खोजेको अब म
म व्यक्तिगत एउटा व्यक्ति होइन, अब व्यक्तिको बारे मलाई थाहा छैन, तपाईँहरूले आफै भन्नुभयो, प्रभावित भएको छ। अब एकदम साधारण मान्छे होइन, एकदम कमनर, मेरो कुनै एम्बिसन्सै छैन, एम्बिसन राखेर केही काम गरेँ। एकचोटि मन्त्री हुँदाखेरि त्यो पनि मैले कल्पनै नगरेको, पार्टीको सदस्य नभएको, अनि रोजले व्यवस्था आइसकेपछि मन्त्री कसरी हुनसक्छ भनेको थिएँ। तर चाहिँ फोन आयो, हुनुपर्छ भने भयो होइन, त्यो एउटा बार अरू कुनै किसिमको एम्बिसन राखेर केही काम गरेँ। साथीहरूसँग अब मैले सम्झनु पर्ने मानव अधिकार आन्दोलनको सिलसिलामा भनेको मल्लिकहरू हुन्छ, एउटा खुला बुबा हुन्छ पालुबाट थिएन मान्छे सानो छ पनि त्यो मानव अधिकार आन्दोलनको सिलसिलामा तपाईँहरूसँग हुनुहुन्थ्यो। अब उहाँ बराबर घर पनि आउनुहुन्थ्यो, किसान आन्दोलनबारे कुरा गर्नुहुन्थ्यो। त्यस्ता हाम्रा चाहिँ अग्रजहरू धेरै पनि आउनु सकिन्छ। त्यस्तै अब महासङ्घको पनि सदस्य अनि हिरोनको पनि सदस्य। मेरो विचारमा म भएको मानव अधिकार पनि दुईटै संस्था एकैचोटि सदस्य भएको छ कि त्यो थाहा छैन। अनि ऋषिकेश शाहजी चाहिँ बराबर भएर आउने अनि चन्दा उठाउन भनेर सँगै लिएर जाने सोझो मान्छे भन्छ नि, नाहि भन्न नसक्ने यो स्वभावले गर्दाखेरि यस्तो कहिलेकाहीँ यस्तो दुःख पाइन्छ। अब म नजिकै लाजिमपाटमै हाम्रो नेता रेग्मी दिलेर मगाएको फोनमा राख्नु आउने होइन भनेर फोन गर्नुहुन्छ। अनि फोन आउने बित्तिकै जाने अनि काम भनेको उहाँको लागि वक्तव्य ड्राफ्ट गर्थे। वक्तव्य ड्राफ्ट गरेर उहाँको सही हस्ताक्षरपछि पत्रिकामा दिइदिनु पर्ने। कहिले जानुहुन्छ माथि होइन। एकचोटि इन्डियन एम्बेसीमा के भयो पनि म त्यो राजुलाई भनिदिनु भन्छ, राजु फोन गरेर भनिदिने। यस्तो गाह्रो हुन्थ्यो यो सोझो भएर अथवा स्वतन्त्र भएर के जसै भए पनि हुन्छ भनेर जाने होइन। यस्तो अनुभूतिले अब तपाईँहरूले पनि सुनाउनुभयो। अब धेरै धेरै कुराहरू मैले बिर्सिसकेको तपाईँले सम्झाइदिनु भयो होइन। अब हाम्रो गोपाल शिवाकोटीजीले चल्नु भयो होइन। इन्टरनेसनली पनि अब ठाउँ ठाउँमा जाने सोझो मान्छे नबोल्ने, अनि बोल्दाखेरि भाषण गर्दाखेरि मात्रै बोल्ने मान्छे होइन। अनि पत्याउँदै नपाउने अङ्ग्रेजीमा बोल्नुपर्ने। त्यसपछि त्यो कलकत्तामा चाहिँ एन्टी इम्पेरियलिस्ट इन्टरनेसनल कन्फरेन्स भएको थियो। हाम्रो माने क्लास फेस्ट लिडर हुनुहुन्थ्यो, उहाँले मात्रै बोल्ने। अनि म चाहिँ यो कम्युनिस्ट पहिलो कम्युनिस्ट सरकारको मन्त्री भन्ने थाहा पाएको थिएँ। मलाई पनि बोल्नु भन्यो। अब अङ्ग्रेजीमा भाषण गर्नु भन्दै अङ्ग्रेजी राम्रो छैन भन्ने थाहा छ, तर त्यही पनि भाषण गऱ्यो। अनि माने दाइले काठमाडौँ कतिहरू पढ्नु रहेछ, अङ्ग्रेजीमा पनि कस्तो भाषण गरेको यस्तो यस्तो नि। अब मैले सम्झिनु पर्ने भनेको जस्तो नेपालीमा भाषण गरेको भनेको अनेरा सोभिएको 5औं सम्मेलन भनेर चादरमा भएको थियो नि, त्यहाँ उपन्यासहरू आएर चाहिँ अब वक्तव्य राखिदिनु पऱ्यो भन्नुभयो। म चाहिँ त्यतिखेरसम्म नेपालीमा एउटा शब्द पनि त्यो भाषण भनेर नगरेको मान्छे होइन। अब कसरी हुन्छ भने नाइ भन्छु पछि समुदाय श्रेष्ठ र म विजयलाई वक्ता बना, त्यहाँ पनि पहिलोपल्ट नेपालीमा भाषण गरेँ। तालिका थाल्यो अनि त्यसपछि त म वक्ता हुन थालेँ। शिक्षक आन्दोलन पनि वक्ता बनाउने, जहाँ पनि वक्ता बनाउने। त्यस कारण यस्ता धेरै अनुभवहरू, सामान्य अनुभवहरू तपाईँले सुनाउँदाखेरि कति ठुलो कति ठुलो जस्तो। अब मल्लजीले भन्नुभयो जस्तै अब मल्लजीलाई त सहकर्मी भन्यो कि सहचारी भन्यो कि के भन्यो, धेरै धेरै आन्दोलनमा अझ संसदमा समेत हामी सँगै चुनावमा लगाएको होइन। उहाँले चाहिँ अब अर्कै जनमोर्चा पत्रबाट के गरिदिनु भएको थियो। मैले चाहिँ सुरु दिनु लिएर ल्याएको थिएँ, तर पछि फेरि पनि उहाँ संसद हुनुभयो। त्यस कारण सांसददेखि लिएर सबै आन्दोलनका मोर्चाहरूमा हामीहरू चाहिँ एकदमै सहकर्मी, साँच्चैको अर्थमा सहकर्मी, साँच्चैको अर्थमा सहयोगदार जस्तो काम गरेको थिएँ। अब यस्तो चाहिँ विभिन्न समयमा जस्तो चरणजीसँग एउटा चरणमा एकदमै नजिक भएर काम गऱ्यो होइन। अर्को चरणमा हाम्रो चाहिँ मानव अधिकार आयोग सजिक पाठकसँग पनि त्यस्तै सजिक नजिक गएर होइन। त्यो उद्योगहरू बन्द हुँदाखेरि, विद्यार्थीहरूको आन्दोलन हुँदाखेरि मल्लजी
हामी तिनजना भएर अब सहजकर्ता भन्नेहरू कि मध्यस्थकर्ता भन्नेहरू के भनेर धेरै धेरै काम गऱ्यो। त्यसै सुशील र प्रकाश होइन, प्रकाश काफ्ले र सुशील डाक्टरहरूसँग पनि धेरै म चाहिँ यो विभाजन होइन, यो विस्तार हो, मानव अधिकार आन्दोलनको विस्तार हो। इन्सेक आउँछ एउटा विस्तार हुन्छ, सिविन आउँछ अर्को विस्तार, गर्सन आउँछ अर्को विस्तार, फोरम आउँछ अर्को, अथवा महिलाहरूकै पनि होइन अब वुमेन फाउन्डेसन भनेर आउँछ, त्यो पनि अर्को विस्तार हो। त्यस कारण मानव अधिकार आन्दोलन यहाँसम्म आउँदाखेरि धेरै विस्तारित भइसकेका छ, तर त्यही पनि बाँकी छ। नेपालका बहुसङ्ख्यक जनता अहिले पनि उत्पीडनमा छन्, बहुसङ्ख्यक जनता अहिले पनि विवेकमा छन्, धेरै धेरै कुराहरू बाँकी छन्। अब त्यो आन्दोलनमा तपाईँहरू चाहिँ अहिले पनि एकदम सक्रिय हुनुहुन्छ, नेतृत्वदायी पङ्क्तिमा हुनुहुन्छ। म एक किसिमले अशक्त भएको छु, तर त्यही पनि मनले भन्छ नि, मेरो आफैलाई के लाग्छ भने म चाहिँ 78 वर्ष पुगेँ, मलाई फिरै भइरहेको छैन। जङ्गो भनेको छ यो कसरी यहाँ आइपुग्यो। कपिलजीले हिजो गर्नु गर्नु अनि उहाँले पनि बधाई भन्नुभयो। यो बधाई दिने समय हो कि होइन, मेरो धेरदार गाउँले भने होइन, यो मेरो दिनगन्ती भनेर चाहिँ खुसी मनाउने पनि भने होइन। अनि म चाहिँ यो 1-2 वर्ष अघिदेखि यो खुट्टाको समस्याले गर्दाखेरि अलिक बिस्तारै हिँड्ने होइन। अनि त्यहाँ तिनीहरूले चाहिँ दाइ कति वर्ष पुग्नुभयो भनेर सोध्नुहुन्थ्यो। अनि मैले त्यतिखेर म भर्खर 75 वर्ष पुगेँ। अनि हाम्रो चाहिँ सतीमोहन दाइ होइन, त्यतिखेर चाहिँ 97 पुग्नुभयो, अथवा हाम्रो टोलमा चाहिँ राष्ट्रकवि घिमिरेजी होइन, उहाँ चाहिँ अहिले त सतीमोहन दाइ 99 वर्ष, अनि राष्ट्रकवि 100 वर्ष नै पुग्नुहुन्छ। अनि उहाँहरू दुईजनाको नाउँ लिएर सतीमोहन दाइ एउटै कमिटीमा, म चाहिँ अध्यक्ष होइन, आशा सभापति भनेर आशा 28मा म चाहिँ अध्यक्ष, सतीमोहन दाइ चाहिँ सदस्य, पाचनदेखि आउनुहुन्छ। अनि यो चिया खाने बेला समय बजी हुन्छ नि, समय पनि खाने, मासु पनि खाने, यो प्यारा भयो भने एउटा यसरी खानु। अब उहाँ आज पनि रेडियो नेपालको इन्टरभ्यू थियो, लामो इन्टरभ्यू, एकदम फ्लुएन्टली बोलिराख्नु भएको, पुरानो कुरादेखि होइन। अनि म बाटोमा भेट्नेहरूलाई भन्छु, सतीमोहन दाइ अब अहिले भन्नुपर्दाखेरि सतीमोहन दाइ 99 वर्ष पुग्यो हो, राष्ट्रकवि 100 वर्ष पुग्यो हो मेरो टोलको होइन। अनि बाटोमा भेट्नु अहिले त निस्कनु हुन्न, निस्कनु हुँदाखेरि चाहिँ बैसरो बराबर भेट हुन्छ। अनि पद्मरत्न भनेर एकदम गफ गर्न चाहिँ रुचाउने। अनि उहाँ 100 वर्ष, उहाँहरू दुईजनाको नाम लिएर म भर्खर अहिले 78 वर्ष पुगेँ। त्यस कारण सतीमोहन दाइ जस्तै राष्ट्रपति जस्तै भनेर भन्छु। आज तपाईँहरूले चाहिँ धेरै धेरै कुराहरू सम्झाइदिनु भयो कि अब मलाई चाहिँ कन्फ्युज भएको छ। कसैले चाहिँ यो संयोजक भनिदिएको छ, संस्थापक एउटा चाहिँ अब निष्पेक्षणले होइन, जस्तो महासङ्घको म संस्थापक पनि होइन, संस्थापक सदस्य पनि होइन, महासङ्घ मैले पछि मात्रै जोइन गरेको हो। विवरण जोइन गरेको कति साल थाहा छैन। म चाहिँ ऋषिकेश शाहको पालामा पनि थिएँ, कपिलजीको पालामा पनि थिएँ, सुदीपजीको पालामा पनि सल्लाहकार भएर काम गरेको होइन। तपाईँहरू सबैलाई हार्दिक